हेलो साथीहरू सोख्यापुला नमस्कार सबैजनालाई वेलकम छ बिहान मेरो सानो ब्लगमा। आज चाहिँ म पानी पर्दा इक्जाम दिन गइरहेको छु यार। जापानमा बस्नु पनि यत्रो लङ टाइम भयो, तर केही दुःख सुख जे भए पनि यो इक्जामले चाहिँ कहिले नछोड्ने भो। बुढो भयो तर पढाइले कहिले नछोड्ने हुने रहेछ यार। र अझको यात्रा मेरो यहाँ फुकुओकाको हागोजती पर फुकुओकाको किता किसुसम्म हुनेछ। र पानीले मलाई एकदम स्वागत पनि गरेको छ है त गाइस। ल हेर्नुहोस् होइन, म चाहिँ अब बिस्तारै निस्किँदैछु आज होइन। बिहान अलिकति नेपालतिर भएको भए इक्जाम पनि अलिक डेमै हुन्थ्यो, दिउँसो हुन्थ्यो मजाले होइन। सुत्ने पढ्ने नभए आनन्दले रिल्याक्स पारेर जान पाउँथ्यो। यहाँ मेरो अहिले बिजोग छ, बिहान इक्जाम है, टाढा ट्रेनमै जानुपर्छ 1-1.5 घन्टा बिजोग छ। ल हेर्नुहोस्, अब इक्जाम दिन जाने मान्छेहरूको यहाँ ताती लागेन त ल हेर्नुहोस् त आमा। यहाँ सबजनाले यहाँ टिकट काट्नाले कति लाइन बस्नु परिरहेको छ कि। अब म चाहिँ चट्ट गइन्छ, यिनीहरू यहाँ टिकट काटिन्छ। ल गाइज म चाहिँ फाइनली यहाँ डेस्टिनेसन आइपुगेको छु है। त्यो यस्तो पानी पर्छ भने पुरा चाहिँ खतरा होइन। यहाँ लिफ्ट हुन्छ, लिफ्टबाट जान्छु रेलमा चाहिँ। तर यो बुढाबुढीको लागि होला यो लिफ्ट है, मेरो लागि अन भइसक्यो। अब म छिरेका है उनीहरू तुचिमा इक्काइ निकासिमास है त निकासिमास। यहाँ म माथि देख्दो रहेछ त यार, के यस्तो यार। वेट के मिलेन, के नमिलेको हो कि। It's about 150 meters to your next turn. Head northeast. It's about 24 meters to your next turn. It's about 150 meters to your next turn. Head northeast. It's about 24 meters to your next turn. सिपाही मान्छेको देख्नु सिउनु पर्दैन। त्यस्तै मेरो खाता पनि अहिले बढान थियो कि टक्क लगाएर यसरी माथि जुन्जाले टक्क लगाएर खुलिन्छ है त गाइस। ल म चाहिँ अब गएको है, पानी परेको छ। पैसाले एकैछिनमा मेरो सेन्टर देखाउँछु। म यहाँ चाहिँ खास आज पोखरा यानि कि किता किसीको छेउतिरको बाटोमा आएको छु। यो हो दाइ बाटोमा है त। यहाँबाट सर एमआरटी जानुपर्ने छैन देन। तर कम्पनी स्टोर चाहिँ धेरै कम भएछ कि यतातिर। म चाहिँ अनि कम्पनी गएर अब मजाले होइन टाइममा आइपुगेर मजाले टक्क Crossing large road ahead. कुनाका अनि यानि कि पेट दिमाग सबै फ्रेस बनाएर खाएर है अनि झारेर लास्ट छिर्छु अनि मजाले दिन्छु एकदम टेन्सन नलिकन। किनभने एकचोटि मात्र होइन, 3-4 चोटि भइसक्यो यो एक्जाम चाहिँ मेरो। सो यो पालि चाहिँ कन्फर्म पास हुनु पनि ढिलो हुन्छ। Hello Japan! साथी हो म इक्जाम दिएर निस्किनुन्जेल तपाईँहरूले कोकुरा हागता अनि टावर इन्डोसीमा यताउता होइन कोकाको किसुभित्रको भ्यू हेरेँ दिनुभएकोमा धन्यवाद। मैले इक्जाम पनि दिएँ, तर इक्जामको रिजल्ट चाहिँ अब 1-1.5 महिना कुर्नै पर्छ है। तर के हुन्छ मलाई थाहा छैन। धेरै अब जानी बिगारेको कुराहरू पनि धेरै छन्, त्यही भएर सायद पास पनि हुनसक्छ, नहुन पनि सक्छ। रिजल्ट आएपछि म तपाईँहरूलाई भन्ने छु। एनिवे ल सबैजनालाई धन्यवाद। तर इक्जाम चाहिँ तर जुन टाइमबाट सुरु हुन्छ भन्छ त्यो टाइमबाट चाहिँ अलिक ढिलो नै सुरु हुँदो रहेछ नि। त्यो टाइममा सकिने चाहिँ 14 त्यही टाइममा सकिँदो रहेछ क्या। फेरि त्यही कुरा चाहिँ अचम्म लाग्यो। अनि हल्का अब त्यही टाइम अब सोचेर गरेको थियो, हल्का ढिलो भयो होइन, केही छैन। अब यत्तिकै ठाकटुक लगाएको दुईवटा त मैले पैसा अलिकति मलाई अल्मल्याएको थियो अनि लगाउँछु भनेपछि बसेको थियो। भ्याउँदै लाउने त होइन, केही छैन। एनिवे साथीहरू धन्यवाद। ल वाचिङ फर दिस भिडियो।